हामीले चाहिँ यस्तो भिजिसक्यौँ बाटो यस्तो छ दुईजना पछाडि लभली फेरि फर्किसकेको छ भिजेर निक्रो चाहिँ हेलो भाइ टेस्टिङ हामी चाहिँ सामा खुसी भर्खर टेक्न सफल भएको छौँ अनि हाम्रो चाहिँ यात्रा आज धेरै टाढो पनि छैन धेरै छोटो पनि छैन जस रमाइलोको यात्रा अनि अगाडि 150मा दुईजना जाँदै हुनुहुन्छ अङ्कल र भाइ अनि हामी दाइसँग म दुईजना अनि पछाडि देख्न सक्नुहुन्छ मिररमा दुईजना दोस्त लोक हुनुहुन्छ अनि हामी चाहिँ छोटो यात्रा धेरै टाढो पनि होइन अनि कहाँसम्म कस्तो यात्रामा कस्तो हुँदैछ कतिको रमाइलो हुँदैछ अनि कहाँ जाने हो कहाँसम्मको हो भनेर चाहिँ हजुरहरूले भिडियो पुरा हेरेर साथ दिनुहोला हैन गाइज जोस आजको मौसम चाहिँ लभली छ है गाइज लभली अनि हामी जब यो डाँडादेखि सायद पारिपट्टि जानुपर्ने हुन्छ होला हामी अनि यस्तै मौसम भयो भने चाहिँ लभली हुन्छ है त नेचुरल भिल्ला रिसोर्ट अरे हो त यहाँ होइन यहाँ त लभली हुँदो रहेछ त घुम्नु लभली यहाँ चिसो पनि क्या अब धेरै टाढतिर गएको भाइ अबदेखि गर्मी भने यता आउनुपर्छ दाइले अन्त यहाँ ठिक अनि मैले एउटा ठाउँ पनि देखेको छु त्यहाँ हाम्रो त्यो कपन अलिक पुग्नु पर्दैन माथिदेखि नि ओभर दामी देखिन्छ मुनि काठमाडौँ यहाँ पो रहेछ त घुम्नु पर्ने ठाउँ त शीतल चिसो मैले जस्तै गरिरहने गाउँको याद आयो यार यहाँ आएर त गाइज गाउँको पो याद आयो हो अब एडभेन्चर सुरु भयो जस्तो छ त दाइ अब चाहिँ हो त्यो यहाँ पर निस्किहाल्यो नि यस ए कन्चे वाला रोड बनायो रे साला ये 2 मीटर नहीं रोड पिच गया यति कम्प्लिट गरेन यहाँनिर यसले गरेर यहाँ त पुरा अनि आसमान चाहिँ गिरा खजुरमै अड्का पो हुँदो रहेछ त दाइ यहाँ त सरी हाल्छ यस्तो हाम्रो प्रो राइडरहरू हुनुहुन्छ यहाँ दुईजना प्रो राइडर दुईजना हामी चाहिँ नोब्डे परियो फेरि हो आज चाहिँ हाम्रो बोइजको ट्रिप बोइज राइड हो नि त फेरि गाइज हेलो गाइज हाम्रो चाहिँ भर्खर एडभेन्चर स्टार्ट हुँदैछ नि त अब चाहिँ हो नि त पारा पानी पर्यो अनि मस्तसँगले हामी चाहिँ गइँदैछ हिलो खतरा पार्छ हिलो हेरौँ न अगाडि हिलो उडेको हाम्रो चाहिँ के भइरहेछ मेरोको त त्यो सबै काटेर सानो बनाएको छु दाइ मेरो ढाँडभरि पर्ने भयो झोला कसेको थिएन थार ल्याउनु पर्थ्यो क्या दाइ थार लभली हुन्थ्यो नि थारमा गए त के गर्नु छैन ल है गाइज हामी ककनीको फुङफुङे झर्न लाग्यो अब बाटो यस्तै छ होइन कस्तो छ भन्ने कुरा थाहा छैन हामीलाई पनि अब यस्तै छ बाटो आधी पिच कच्ची हिलो त्यस्तै हो है यस्तै छ कस्तो छ भन्ने कुरा कसैलाई आइडिया छैन हामी 6 जनामा यसो सोध्दै जाने हो बाटो राम्रो छ भन्छ कसैले नराम्रो छ भन्छ त्यस्तै हो हो उनी खोलामै होला मुनि निकै दाइ त्यहाँबाट उताउतै जानु मिल्ने भयो त हुन्थ्यो फेरि मेरो विचारमा यहाँदेखि यता साइड हो जस्तो लाग्छ मलाई अङ्कल कस्तो छ होला बाटो झर्न जाने झर्ना ठिकै छ धन्यवाद हजुरलाई अबुई दाइ यो त म त उयोको पो फिल भयो त त्यो
हेटौँडा जाँदाखेरिको यस्तै छ नि त यो हेटौँडा जाँदा बाटो सानो बाटो छैन बस आउँछ यार यस्तै छ टर्निङहरू तितेपाती कहाँ लेकमा ओ नाइस बाटो यार नसु त ओइ बिस्तारै जाँदैन त ओह्रालोमा त फेरि यो एनएसहरूको त त्यो ब्रेक नलाग्ने हुन्छ नि थाहा छ पम्प गरेको गर्नुपर्छ होइन त्यो ल्यान्द्राङ्गै झुन्डिन्छ म त पहिला बाबु भएको नि यस्तो हुन्छ नि यो धेरै तातियो भने सक्क ब्रेकै लाग्दैन नि त्यो अनि न्युट्रलमा नि त झाऱ्यो भने न्युट्रलमा त ओह्रालोमा त कुदाउनै हुँदैन ब्रेक पनि झुन्डिहाल्छ ल्याम्मै बाटो चाहिँ यस्तै छ जस तपाईँहरू नआउनु बाटो एकदम राम्रो छ अहिलेसम्म चाहिँ होइन अब हिलो थियो भने कम्प्रोमाइज गर्नुपर्छ त्यही हो हाम्रो दुईजना प्रो राइडरहरू चाहिँ जाँदैछन् अगाडि हामी अलिक नोब्डे राइडर परियो त्यही हो ओ बिमे घाम लागे भनेको लाग्छ कि क्या हो दाइ लागे त हुने नि ओ काठफल पनि छ त हौ अरे हो त है ए मकै चाहिँ दाइ भाडा यसो 100 रुपियाँमा एक झोला खानुपर्छ ल मैले खानु त अब चाहिँ सुरु भयो क्या दाइ एडभेन्चर गएर पसिआएको लडियो भने उठ्नुपर्छ है दाइ लडियो भने उठ्नुपर्छ है दाइ यो एनएसको टायरको भरोसा नगर्नु है दाइ टेक्ने हो नि उठ्ने झरनामा आइपुग्यौँ ए हो के हो अरे फुङफुङ्गे झरना आइपुग्यो झरना आइपुग्यो यतामा थियो कति छ अरे यो पारी होला हौ यो ठुलो उयो थियो नि त गाइरो परतिरको उयो त्यहाँ हो कि जस्तो लाग्छ हजुर खुस्किएको कि तातेको हो अङ्कल तातेको होला एकछिन है होइन अङ्कल तातेको उयो पानी लिएर भिजाउँ न प्लेटमा उयो थोरै भिजाउनुपर्छ क्या यस्तो हो क्या अङ्कल ब्रेक फेल भइहाल्छ नि त्यो माथि टाउकोमा यो प्लेट भन्दा नि त्यो टाउकोमा चाहिँ क्या अलिक चलाउँ यस्तो भइरहेछ नि मोबाइल बनाऊँ न दाइ बनाऊँ न भिडियो ए म यहाँ दिँदैछु नि हालत यस्तो छ बाटो यस्तो छ यो अङ्कलको गाडी भयो हो मेरोको चाहिँ कस्तो छ हालत मेरो त्यति साह्रो हुँदैन होला अनि यस्तो भइरहेछ गाई चाहिँ नि बाटो तर त्यस्तो नराम्रो बाटो चाहिँ होइन तर ओह्रालोमा ननस्टप अब ब्रेक सर बिस्तारै लगाउँदाखेरि लाग्यो अहिले अङ्कल अझै पनि उयो भएको छैन यस्तै यति साह्रो त नहुनु भने लाग्नै लागेन कि खुस्किँदैन अङ्कल यिनीहरू हाइड्रोलिक हो नि त डबल स्ट्यान्ड लगाऊँ त फाइनली हामी चाहिँ के झर्ना पऱ्यो त फुङफुङ्गे झर्ना के ठाउँको नाम त ककनी होइन हामी चाहिँ ककनीको फुङफुङ्गे झर्ना दिस साथी एकजना गाइड्सहरू त तल छिरिसकेहरू चाहिँ हामी गइँदैछ यस काठमाडौँभन्दा चाहिँ बाहिरै हो जस रमाइलो छ आयो र रमाइलो गऱ्यो भने हेट भ्यू पनि दामी छ यार नुवाकोट पर्छ
नुवाकोट नुवाकोट ककर्नीको छ फुङफुङको झरना नुवाकोट यस कता रहेछ ए यता रहेछ नि यता तल ओहो दिस भ्यू हेर्न सक्नुहुन्छ लभली छ यार लभली फाइनली झर्ना चाहिँ लुक एट दिस हामी चाहिँ कहाँ पुग्यो भन्दाखेरि ठक्क झर्नामा पुगिसक्यो साथीहरू दाइहरू सर तलको भ्यू पो दामी छ आफै पारीदेखि चाहिँ झर्ना बनाउनु पर्छ हौ माथि टपदेखि त्यस्तै छ ओह्रालो आउनु चाहिँ आइयो होइन अब उकालो कसरी चढ्ने भन्ने कुरा हो त्यही हो अब नहिँडेको नगरेको पनि धेरै भइसक्यो सबै ओह्रालो झरिँदैछ यता गाइस जाउँ तल पुगौँ अनि तलमा भेटिँदैछु तल चाहिँ राम्रो यहाँ देखायो ओह्रालो ल त्यो ओह्रालो अब म एउटा कुरा देखाउन जाँदैछु सबै गाइजहरूलाई यो चाहिँ हो नि त यार यतिको चाहिँ हुनु पऱ्यो नि त कस्तो अनुभव हुँदैछ त नि यता माथि चाहिँ बब्बालाई ओ भीम तिमी अग्लोबाट डढाउने मान्छेको के छ हालत ओ दस इधर देखो न तँलाई अलि हल्ला न यता भन्दा पनि यता चाहिँ रमाइलो रहेछ तल चाहिँ जानुपर्ने रहेछ खेल्नु पर्ने यता चाहिँ होइन कि यता चाहिँ रहेछ हौ रोकिन्छ पानी परेको कि यसको आएको हामी चाहिँ पम्पङकै झर्ना आइपुग्यौँ है त तर माथि हेर्नुभन्दा पनि गाइज माथि हेर्नुभन्दा पनि यता तल हेर्नु चाहिँ बेग्लै मजा हुँदो रहेछ अङ्कल होइन हामीले चाहिँ कस्तो भिजिसक्यो यहाँदेखि मुनि यस्तो छ यहाँ साथी यहाँ माथि गएर पानी भिडियो बनाउँदैछ यहाँ माथि गएर झर्नाको हालत त्यस्तो छ हाम्रो हालत त्यस्तो छ भिजेर कोही यता बस्नु छ फोटोहरू खिच्दै दोस्त के छ सन्चै छौ फाइनली हामी चाहिँ फेरि फर्किसकेको छ भिजेर नित्रुकै पानी यसरी परिरहेछ हामी चाहिँ पम्पङको झर्ना पनि घुमेर फर्किसक्यौँ भनौँ अब बाटो यस्तो छ फेरि ठाडो सबै उकालो लागिसक्यो म लास्टमा झर्ना हेर्नु सक्नुहुन्छ तपाईँहरूले अहिले भर्खर हामी त्यहाँ थियौँ अहिले यहाँ छौँ अब भरे कहाँ हुन्छौँ गाइजहरू यस्तै छ आजको रमाइलो पानी परिरहेछ है झर्ना 15 मिनट बन्द हुन्छ 15 मिनट लाग्यो हाम्रो खाजा खाने टाइम हो कुदेको गल्यो यार हामी चाहिँ फर्किसकेको पुङपुङे झर्नाबाट बाटो यस्तो छ मासले सुमन दाइ कस्तो भयो त नि आजको यात्रा लभली सुपर हिट उयो खोलाहरू कत्रो बढेको धमिलो न धमिलो भएको छ त अब कति लडिन्छ है बिस्तारै जानुपर्छ कछुवाको तालमा डट बाइक ल्याउनु पर्नेमा एनएस परेछ यस्तो क्या यहाँ चाहिँ डुप्लिकेट परेछु डटहरू भयो भने चाहिँ अति हुन्छ है डुप्लिकेट परेछु हामी चाहिँ लगभग आधी घन्टा अफरोडिङ गरेर आधी घन्टा समथिङ आधी घन्टा 1 घन्टा अफरोडिङ गऱ्यो ठक्क यस्तो रोड जस फुङफुङे झर्ना आउने बाटो राम्रै छ
साथीहरू सबै गलेर बसिरहेछ। यो भाइले चाहिँ खतरा कुदाएको हो क्या, यो भाइले खतरा कुदाएको हो क्या अहिले तर यो कुदाएको हो भाइ। आम्मा ब्रेक चाहिँ यसरी अनि ह्यान्डल यो नि दायाँ बायाँ चाहिँ कसरी घुमाउँछौ भाइ? यहाँ बुढो बालक ओ भाइ यहाँ दिखाउन फेरि कति रहेछ यार सही त यार अति यार यार गाडी हेरौँ न गाइजहरूको यार कस्तो कुदाइदियो त अनि यहाँ बेरिङ रहेछ के को तात्तिने गरी कुदाएछ भाइले यार त तातो भइरहेछ हौ। यो भाइ चाहिँ फेरि ड्राइभर हो नि त, इन्जिनियर पनि है। ल यस्तो बनाउने इन्जिनियर होइन त भाइ खतरा तिमी। ओ भाइ ओ यो गर्दैन भाइ, यो गर न। लभली चलपल है त ल, लभली चलपल गाइज। हामी चाहिँ माथिदेखि फर्किसकेको, अब चाहिँ हामी काठमाडौँतिर ओह्रालो झर्दैछौँ। अनि अलिक गोप्रोमा पनि ब्याट्री कम छ है त। अनि त्यसपछि हामी ओह्रालो झर्दैछौँ। अब चाहिँ हामी जानुपर्ने हुन्छ। हुसु दामी लागिरहेछ। लेट्स गो गाइज, फलो मी।